जय मसीह सबैजनालाई। आजको यस संसारको भागदौडको जीवनमा हामी कतिपय कुराहरूले निराश भएका छौँ होला अनि हाम्रो योजनाहरू असफल भएका छन् होला। हामी शारीरिक रूपमा, आत्मिक रूपमा हामी कमजोर अथवा बिरामी भएका छौँ होला। सो यो परिस्थितिमा हामीले के कुरामा आशा लगाउने त? कतिपय समयमा हामी विश्वासी भएर पनि हामीले थाहा पाउँदै पनि परमेश्वर हाम्रो सहारा, हाम्रो सहायता गर्नको निम्ति सधैँ तयार हुनुहुन्छ भन्ने हामी जान्दै पनि कतिपय समयमा हामीले हाम्रो परिस्थितिहरूलाई ठुलो बनाएर हामी आफ्नो परिस्थितिसँग लडिरहन्छौँ अनि परमेश्वरलाई देख्दैनौँ। तर आज मेरो उत्साह तपाईँहरूलाई यही हुँदछ कि परमप्रभुमा आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुड चाहिँ माथि माथि उड्नेछन्। तिनीहरू दगुरेर पनि थाक्ने छैनन्, न त लोड्नेछन्, न त मुर्छा पर्नेछन्। त्यसैले मेरो उत्साह तपाईँहरू सबैजनालाई यही हुनेछ। यदि तपाईँहरू आज जीवनमा यी सबै परिस्थितिहरूको कारणले शिथिल अनि कमजोर हुनुभएको छ भने परमप्रभुलाई सम्झनुहोस्, परमप्रभुमाथि भरोसा राख्नुहोस् र उहाँमाथि आशा राख्नुहोस्। परमेश्वरले तपाईँलाई हरेक कुराहरूमाथि, तपाईँको कमजोरीमाथि, तपाईँको असफलतामाथि, तपाईँ रोगी बिरामी हुनुहुन्छ भने पनि ती सबै कुराहरूमाथि चङ्गाई अनि विजय दिनुहुनेछ।